अनि जेन्जी आन्दोलन तपाईँ कहाँ हुनुहुन्थ्यो जेन्जी आन्दोलन हुँदा कहाँ हुनुहुन्थ्यो म हेटौँडामा जेन्जी आन्दोलनमा सक्रिय भएर म त लगाइदिएँ यसको आगो भनेको थिएँ मैले त तपाईँ आन्दोलन सडकमा मेरो त अहिले टिकटकमा हेर्नु त्यही दिनको सेम डेको अनि जेन्जी आन्दोलन चाहिँ विदेशीबाट भयो भन्ने तपाईँ अनि बालेन रवि विदेशीबाट परिचालित भन्ने अनि जेन्जी आन्दोलन तपाईँ आफै आगो लगाइदियो भनेर जाने अनि कसरी पत्ता तपाईँ रियल जेन्जीको प्रतिनिधि थियो त मैले जेन्जी भनेर तपाईँ पनि त परिचालित हुनुहुँदो त्यसरी म व्यक्तिगत स्वयं म स्वयंको मालेको भाइ मलाई यो यहाँको मान्छेहरूको देखेर मलाई पनि भित्रभित्र म माओवादी पार्टी विरोध गर्ने मान्छे मै हुँ पार्टीभित्र पनि कोहीले पनि गर्दैन भाइ सुन मैले अहिलेसम्म एक छाक भात खाएको छु जेन्जी आन्दोलन नेपालीहरूले गरेका होइनन् भनिसकेपछि तपाईँ पनि अब टिओबी आयो त टिओबी आएको देखेन भने तिमी कहाँ छौ भाइ तिमी अन्डो छ जस्तो लाग्छ तिमीलाई यो गर्नै आउने जस्तो लाग्यो मलाई के टिओबी देखेन टिओबी को किन आएको त्यो त पुष्टि भएको छैन कति कलाकारहरू चाहिँ कलाकारहरू नेपालको कुरा गर नेपाली नागरिकको कुरा गर के भाइ नेपालकै गर्दैछु संयमित अनि मसँग के बहस के सरकार सर्की गर्छस् तैँले मसँग धुन दाई मुला आइज आउने मैले नम्बर दिएको छु 98 5 10 37 57 आइज मसँग टक गर्ने फाइट गर्ने यो भनेको छ भाइ त भन्दा भन् एकपल्ट भन् त सरकार सर्की मसँग गर्न आएको त त्यो याउ त बस्नु न राजनजी